के तपाईँ नेपालमा रेडियोग्राफी अध्ययन गर्न चाहनुहुन्छ? सिटिबिटी अन्तर्गत डिप्लोमा इन रेडियोग्राफी कोर्स नेपालका विद्यार्थीहरूका लागि उत्कृष्ट विकल्प हुन सक्छ। यस भिडियोमा हामी सिटिबिटी डिप्लोमा इन रेडियोग्राफी कोर्सको बारेमा विस्तृत जानकारी दिन्छौँ। यो कोर्स के हो? सिटिबिटी अन्तर्गत कुन कलेजहरूमा पढ्न सकिन्छ? कोर्स शुल्क कति छ? प्रवेश परीक्षा अथवा इन्ट्रान्स एक्जामको प्रक्रिया कस्तो रहेको छ र नेपाल र विदेशमा रोजगारीको सम्भावना कस्तो रहेको छ? यो कुराहरू सबै यो भिडियोमा हामी अन्तर्गत रहेर बुझ्नेछौँ। योभन्दा अगाडि मैले एउटा भिडियो अपलोड गरेको थियो, त्यसमा पनि धेरैले कमेन्ट गर्नु भएको छ। त्यसको एन्सर पनि यो भिडियोमा मिल्नेवाला छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। सुरुमा कुरा गरौँ सिटिबिटी डिप्लोमा इन रेडियोग्राफी के हो त? यो भनेको सिटिबिटी अन्तर्गत सञ्चालित डिप्लोमा इन रेडियोग्राफी 3 वर्षीय कोर्स हो, जसमा एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड जस्ता मेडिकल इमेजिङ टेक्नोलोजीमा दक्ष बनाउँछ। सो कोर्सको अवधि भनेको मैले भनिहालेँ, यसको कोर्सको अवधि भनेको 3 वर्ष हुन्छ। अब सेकेन्ड नम्बरमा कुरा गरौँ कुन कलेजमा उपलब्ध छ त? नेपालभरि सिटिबिटी अन्तर्गत रेडियोग्राफी कोर्स पढाइ हुने कलेजहरू, जसमध्ये प्रमुख कलेजहरू रहेका छन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली हेल्थ साइन्स कलेज, चितवन मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेज। अरू पनि प्राइभेट कलेजहरू रहेका छन्। प्राइभेट कलेजहरूमा चाहिँ कान्तिपुर मेडिकल अफ हेल्थ साइन्स, चेतना हेल्थ इन्स्टिच्युट, लुम्बिनी मेडिकल कलेज, चितवन मेडिकल कलेज रहेका छन्। अन्त अझै पनि अरू कलेज प्राइभेट कलेजहरूमा पनि यो कोर्स पढाइ हुन्छ। अब 3 नम्बरमा कुरा गरौँ भर्ना प्रक्रिया अथवा एडमिसन एन्ड इन्ट्रान्स चाहिँ कसरी गर्ने त? नेपालमा डिप्लोमा इन रेडियोग्राफी पढ्नका लागि सिटिबिटीको इन्ट्रान्स एक्जाम दिनुपर्ने हुन्छ। यसमा चाहिँ योग्यता एलिजिबिलिटी भनेको कक्षा 10 पास गरेको हुनु पर्यो र न्यूनतम जिपिए भनेको चाहिँ हाम्रो 2 जिपिए अथवा 2.0 जिपिए ल्याएको हुनु पर्यो र 10 क्लासमा चाहिँ विज्ञान विषय अध्ययन गरेको हुनुपर्नेछ। धेरैजसो केसमा चाहिँ विज्ञान विषय नपढ्ने सायद कोही नै हुनुहुन्न होला। सायद सबै कोर्समा, अहिले नेपालको कोर्समा सबै कोर्समा प्रायः विज्ञान विषय हुन्छ नै हुन्छ। अनि प्रवेश परीक्षाको कुरा गर्नुपर्दा यो चाहिँ एमसिक्यू आधारित हुन्छ। यो चाहिँ सिटिबिटीद्वारा हरेक वर्ष सञ्चालन गरिन्छ। अब परीक्षाका विषयहरू, जस्तै परीक्षामा कुन विषयबाट चाहिँ क्वेसन सोध्छ भन्दाखेरि चाहिँ सबभन्दा पहिला विज्ञान भयो, अनि त्यसपछि गणित र थोरै क्वेसनहरू सामान्य ज्ञानबाट पनि सोध्न सक्छ। यदि तपाईँले त्यो एक्जाम पास गर्नुभयो भने तपाईँको नाम मेरिट लिस्टमा प्रकाशित हुन्छ र त्यसपछि तपाईँ कलेज छनौट गर्न पाउनुहुन्छ। अब शुल्कको कुरा गर्ने हो भने अब यसको सिटिबिटी पढ्नलाई कति शुल्क लाग्नुपर्छ भन्दाखेरि चाहिँ अब यदि तपाईँ सरकारी कलेजहरूमा हो भनेपछि स्कलरसिप पाउनुभयो भने चाहिँ निःशुल्क फुल फ्री नै पाउनुहुन्छ र कुनैमा चाहिँ अब हाफ पेमेन्टमा पढ्नुभयो भने चाहिँ अराउन्ड 1 लाखदेखि 1.5 लाखदेखि 2 लाखसम्मको हुनसक्छ। र त्यस्तै गरी प्राइभेट कलेज अथवा निजी कलेजहरूमा पढ्नुहुन्छ भने 3 लाखदेखि स्टार्ट भएर 4-5 लाखसम्म पर्न सक्छ। अब 5 नम्बरमा कुरा गरौँ नेपालमा रेडियोग्राफीको रोजगारीका सम्भावना। रेडियोग्राफीहरूका लागि नेपालमा धेरै अवसर छन्। सिटिबिटीबाट डिप्लोमा पुरा गरिसकेपछि सरकारी अस्पतालहरू जस्तै टिचिङ हस्पिटल, वीर हस्पिटल आदि जस्ता सरकारी हस्पिटलमा काम गर्न पनि सक्नुहुन्छ। त्यस्तै निजी अस्पतालहरू, किडनी घरमा पनि काम गर्न सक्नुभयो। त्यस्तै गरी एक्सरे, एमआरआई, सिटी स्क्यान सेन्टरहरूमा पनि सजिलै काम पाउन सक्नुहुन्छ। त्यस्तै अरू आफ्नै प्राइभेट जबहरू पनि गर्न सक्नुहुन्छ। अब विदेशमा रेडियोग्राफीको अवसर कस्तो रहेको छ त भन्नुपर्दा रेडियोग्राफी एक इन्टरनेसनल डिमान्डेड जब हो। नेपालमा अध्ययन गरेर तपाईँ विभिन्न देशहरू राम्रो रोजगार पाउन सक्नुहुन्छ। रेडियोग्राफीकै जबको लागि तपाईँ कुन देश जान सक्नुहुन्छ भन्दाखेरि चाहिँ अस्ट्रेलिया, क्यानाडा, अमेरिका, युके र कतार, दुबई, साउदी यिनीहरू देशमा जान सक्नुहुन्छ। जस्तै विदेश जाने प्रक्रिया कस्तो छ भन्दाखेरि विदेश काम जान चाहनुहुन्छ भने सम्बन्धित देशको लाइसेन्सको पास गर्नुपर्छ सुरुमा चाहिँ। जस्तै युकेको लागि एचसिपिसी, युएसएको लागि एआरआरटी, अस्ट्रेलियाको लागि एएचपिआरए र क्यानाडाको लागि क्यानाडा लाइसेन्स एक्जाम र दुबई जाँदै हुनुहुन्छ भने डिएचएको एक्जाम दिनुपर्ने हुन्छ। यसमा तपाईँ लाइसेन्समा पास गर्नुभयो भने सजिलै त्यहाँको सरकार अथवा त्यहाँको सरकारमा राम्रै तपाईँले त्यहाँको लाइसेन्स निकालिसकेपछि त्यहाँको जुनसुकै हस्पिटलमा पनि तपाईँ काम गर्न सक्नुहुन्छ। निष्कर्षमा भन्नुपर्दा चाहिँ यो चाहिँ अहिले एकदमै पछिल्लो समय एकदमै डिमान्ड धेरै भएको यो कोर्स पनि हो अथवा यो जब पनि हो भनौँ। अहिले नेपालमा धेरै जसो पढेका पनि छैनन्, भर्खरै यो बजारमा आइरहेको छ। त्यही भएर तपाईँ यदि इन्ट्रेस्ट छ भनेपछि मेडिकल फिल्डतिर यो कोर्स चुज गर्दा चाहिँ राम्रो नै हुन्छ भन्ने चाहिँ म भन्न चाहन्छु। र अन्तिममा यो जानकारी उपयोगी लाग्यो भने लाइक, च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। तपाईँसँग कुनै प्रश्न छन् भने कमेन्ट गर्न सक्नुहुन्छ। अर्को नेक्स्ट आउने भिडियोमा कहीँ कतै परेछ भने म त्यहाँ समावेश गर्नेछु भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद।